कस्तो गनायो छ्या साथीहरु हेर्नुस् है यहाँ सरसफाई काम चलिरहेछ। अब राम्रो कुरो पनि प्रचार गर्नु पर्यो, नराम्रो काम मात्रै कति देखाउनु। यो जल्यो उजल्यो भनेर बस्ने बेला छैन। अब सकेको सफाई गर्ने हो। हामीले यहाँ यो कपनी चौकीको यो हरू सफा गरिरहेका छौँ। कमसेकम 2टा गोडा सफा गरियो भनेदेखि बेलुका आएर बस्ने मान्छेहरू ल हामी यहाँ खटिरहेको छौँ। ल साथीहरू, यो भिडियो हेर्ने साथीहरू पनि आफ्नो वरिपरि भएको यस्तै जिउहरूमा संलग्न हुन म अनुरोध गर्दछु। अब यो कसैलाई गाली गरेर केही हुने छैन। हामीले काम गरे मात्रै हुने हो। पोख्यो इटा त झिगाना नानी आई थिए त नानी कता गयो त्यो नानीलाई खोजेको मैले हिजो त यहाँ आउला जाने भन्दाखेरि त मर्छ यहाँ मर्छ टान्ने पो धेरै थियो त्यो गरेको थियो एउटा ढुङ्गा हान्ने एउटा पराउने एउटा टान्ने किन यसो हेर्नु छ अनि नानी आई गानी यो त राख्दै हुन्छ नि यो त लगाइदिनु हुन्छ कि अहिले
गाह्रो छ यो काट्नुपर्छ काट्नुपर्छ यो हुँदैन माथि चाहिँ सबै आफूले डोलेसँग होइन आलु उयो गरे ठुली तल मात्रै काट्नु माथि फेरि उम्रेर आउँछ यहाँ हामी आउने जतिले फोटो खिचिराखेर जान्छ त होइन बुढाको दिन पारेर नानीहरु अगाडि आउँछ हाम्रो सानो सानो नानी सबै नाममा लिएर गइसक्यो होइन भने तैँले त्यो दिएको पैसा त मेरो मैले पैसा नि मैले सबै मैले भोलि त उनलाई पनि एकदम